तपाई साउदी अरेबियामा हुनुहुन्छ अनि अप्सर आइडी कसरी बनाउने तपाईलाई थाहा छैन भने यो भिडियो तपाईको लागि महत्त्वपूर्ण हुन सक्छ। नमस्ते, म राम, तपाईहरुलाई स्वागत छ यो भिडियोमा। अप्सर आइडी बनाउनको लागि चाहिँ क्रोम ब्राउजर या गुगल तपाईको मोबाइलमा हुनुपर्नेछ। मसँग यहाँनिर क्रोम ब्राउजर भएको कारणले मैले यहाँ क्रोम ब्राउजरमा गएर अप्सर रजिस्ट्रेसन भनेर सर्च गर्दैछु। अप्सर रजिस्ट्रेसन भनेर सर्च गरिसकेपछि यहाँनिर यस्तो प्रकारको पेज खुल्नेछ। अब यहाँनिर तपाईले आफ्नो अकामा नम्बर, मोबाइल नम्बर, त्यसपछि आफ्नो इमेल एड्रेसलाई राखेर अलिकति तल सार्नु होला। हजुर, यो स्टेपमा चाहिँ हामीले युजर आइडी सिलेक्ट गर्नुपर्ने हुन्छ। युजर आइडीलाई क्रिएट गर्नुपर्ने हुन्छ। युजर आइडी क्रिएट गर्दाखेरि 8 अक्षरभन्दा बढी अक्षर हुनु पर्यो। क्यापिटल लेटर, स्मल लेटर, अङ्क, यो 3 अक्षर समावेश हुनु पर्यो। सबैभन्दा सजिलो एबिसिडीको एउटा जुनसुकै अङ्क एउटा अक्षर लिइदिनु, त्यसपछि आफ्नो अकामा नम्बर राखिदिनु। यसरी पनि युजर आइडी क्रिएट गर्न सकिन्छ। एक्सेप्ट हुन्छ, अप्सरले एक्सेप्ट गर्छ युजर आइडीलाई है। म यहाँ डिस्प्लेमा पनि देखाइरहेको छु। यही अनुसारले तपाईले आफ्नो युजर आइडी क्रिएट गर्न सक्नुहुन्छ। अब चाहिँ पासपोर्टको पालो आएको छ। पासपोर्ट क्रिएट गर्दाखेरि चाहिँ तपाईले पासपोर्ट क्रिएट गर्दाखेरि पनि क्यापिटल लेटर, स्मल लेटर, अङ्कलाई समावेश गरेर 8 अक्षरभन्दा बढी अक्षरको पासपोर्ट क्रिएट गर्नु पर्यो। यसरी क्रिएट गर्दाखेरि चाहिँ अप्सरले पासपोर्ट एक्सेप्ट गर्छ है त। यसरी नै पासपोर्ट बनाउनु। क्यापिटल लेटर, स्मल लेटर अनि केही अङ्कहरूलाई समावेश गरेर पासपोर्ट क्रिएट गर्न सकिन्छ। पासपोर्ट क्रिएट गर्दा 8 अक्षरभन्दा बढी अक्षरको हुनु पर्यो है त। अब यहाँनिर अरबिक र इङ्ग्लिस छ। इङ्ग्लिसमा क्लिक गर्नु होला। अनि त्यसपछि यो कोठाभित्र रहेको यो नम्बरलाई यहाँनिर भरिदिनु होला। अब यहाँनिर आई हेभ रिड एन्ड एक्सेप्टमा टिक लगाइदिनु अनि नेक्स्ट गरिदिनु। अब यहाँनिर हामीलाई ओटिपी प्राप्त हुन्छ। अघि हामीले जुन नम्बर राखेका थियौँ, अप्सर जुन मोबाइल नम्बर राख्ने पर्ने ठाउँमा जुन नम्बर राखेका थियौँ त्यही नम्बरमा ओटिपी आउँछ। ओटिपी यहाँनिर राखिदिनु पर्ने हुन्छ। जुन भेरिफिकेसन कोड अप्सरले पठाउँछ त्यो कोडलाई यहाँ राख्नुपर्ने हुन्छ। त्यसपछि रजिस्टरमा क्लिक गरिदिनुहोस्। ल, अब ट्याग्राक्कसँगले हाम्रो अप्सर आइडी रजिस्टर भएको छ। अप्सर आइडी बनिसकेको छ है। अब यसरी बनिसकेको अप्सर आइडीलाई अब हामीले फेरि के गर्नुपर्छ थाहा छ? अब हामीले यसलाई एक्टिभेट गर्नुपर्ने हुन्छ। अब एक्टिभेट गर्नुको लागि हामीलाई नफातको जरुरी पर्छ। अब यसलाई छोडिदिनुहोस्, यसलाई अब फ्यालिदिनुहोस्। अब यहाँनिर तपाईँ सिधै आफ्नो मोबाइलमा भएको नफात एप्लिकेसनलाई ओपन गर्नुहोस्। म यहाँ नफात एप्लिकेसन ओपन गर्दैछु जो हामीले बनाएको अप्सरलाई एक्टिभेट गर्नको लागि। अब हामीलाई नफातको जरुरी पर्छ। नफात ओपन भइसकेपछि यहाँनिर सेटिङमा जानु होला। अनि सेटिङमा गइसकेपछि यहाँनिर सेकेन्डमा देख्न सक्नुहुन्छ अप्सर सेल्फ सर्भिस भन्ने छ। यहाँनिर क्लिक गर्नु होला। अब त्यसपछि यहाँनिर फर्स्टमा एक्टिभिटी और नेसनल डिजिटल आइडेन्टिटी भन्ने छ। यहाँनिर क्लिक गर्नु होला है। यहाँ यसरी क्लिक भइसकेपछि अब यहाँनिर फर्स्टमा तपाईँले अकामा नम्बर राख्नुपर्ने हुन्छ। अनि अप्सरको पासवर्ड, जुन पासवर्ड अघि हामीले क्रिएट गरिसकेका छौँ त्यो पासवर्डलाई यहाँ राखेर नेक्स्ट गरिदिनु होला। अब यहाँनिर अप्सरले भेरिफिकेसन कोड पठाउनेछ। उक्त भेरिफिकेसन कोडलाई यहाँ राख्नुपर्ने हुन्छ। हामीलाई प्राप्त भएको जुन अघि हामीले जुन नम्बर मोबाइल नम्बर राखेका थियौँ त्यही नम्बरमा भेरिफिकेसन कोड आउँछ। त्यो कोडलाई यहाँ राखेर नेक्स्ट गर्दैछौँ। अब यहाँनिर हामीले आफ्नो जन्ममिति राख्नुपर्ने हुन्छ। जसको अप्सर बनाउँदैछौँ उसैको जन्ममितिको यहाँनिर जरुरी पर्छ। जन्ममिति राख्दाखेरि चाहिँ ग्रेगोरियन र हिजरी डेट, 2 डेटमध्ये 1 डेटमा हामीले राख्न सक्छौँ। ग्रेगोरियन भनेको चाहिँ एडी, यो चाहिँ इस्वी सम्बतमा आउँछ भने हिजरी भनेको यो अरबिक क्यालेन्डर हो। त्यही भएर हामीलाई थाहा हुन्छ ग्रेगोरियनमै थाहा हुन्छ, एडीमै थाहा हुन्छ, इस्वी सम्बतमै थाहा हुन्छ। त्यही भएर हामी इस्वी सम्बतमै क्लिक गरेर आफ्नो जन्ममिति राख्दैछौँ। हजुर, यहाँनिर आफ्नो जन्ममिति राखेर नेक्स्ट गर्छौँ। नेक्स्ट गरिसकेपछि अब हामीलाई यहाँनिर फेस भेरिफिकेसन लिन्छ। फेस भेरिफिकेसनको लागि गेट रेडी फर फेस भेरिफिकेसन भनेको छ। अब हामीले यहाँनिर नेक्स्ट गरेर फेस भेरिफिकेसन गर्दैछौँ। गर्नुपर्ने हुन्छ फेस भेरिफिकेसनको लागि। यसरी फोटो खिच्न यसरी यहाँनिर यसले फेस भेरिफिकेसन लिन्छ। बस, हजुर, यसरी अप्सर बनाउन सकिन्छ है। यहाँनिर हाम्रो अप्सर आइडी बनिसकेको छ। यो अप्सर अकाउन्ट हेज बिन सक्सेसफुल्ली एक्टिभेटेड, चेक आफ्टर 10 मिनट भनेको छ। 10 मिनटपछि चाहिँ हामीले यसलाई लगइन गर्न सक्छौँ है त। ल, अब चाहिँ हामीले अप्सर बनाएको 10 मिनट पनि भइसकेको छ। 10 मिनटपछि हामीले यसलाई लगइन गरेर ट्राई गर्दैछौँ। भर्खरै रजिस्टर अनि एक्टिभेट भइसकेको हाम्रो अप्सर आइडीलाई हामी लगइन गरेर ट्राई गर्दैछौँ, चेक गर्दैछौँ है त।
हजुर यसरी अप्सर आइडी हाम्रो मोबाइलमा लगइन भइसकेको छ अप्सर आइडी बनिसकेको छ हाम्रो मोबाइलमा अप्सर अब खुलिसकेको छ है तपाईलाई अप्सर सम्बन्धी केही जानकारी चाहिएको छ यसरी यो भिडियोमा केही कन्फ्युजन भयो केही कुरा बुझ्नु भएन भने कमेन्ट गर्नुहोला अवश्य म तपाईलाई बुझाउने छु र यस्तै जानकारीको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला अनि भिडियो कस्तो लाग्यो यो भिडियोले तपाईले अप्सर बनाउन सक्नुभयो कि सक्नु भएन कमेन्ट गर्नुहोला है भन्दै आजको यस भिडियोबाट बिदा भएँ अर्को भिडियोमा फेरि भेटौँला नमस्ते